गाइस आज हामी उता दोलखा सैलुङ जाँदैछौँ होइन, दोलखा सैलुङ। अनि त्यसपछि उहाँ चाहिँ नाइट ड्युटी हान्नु भएको छ, फुल नाइट ड्युटी है म्याडम, हाम्रो राजा उहाँ। अहिले चाहिँ राइड न भक्तपुर राधे राधेमा छौँ। कतिसँग होला 4-5 घन्टा अझै हाम्रो राइडिङ छ है। हाम्रो स्कुल यहाँ चाहिँ सुदीक्षा म्यामको स्कुल, हाम्रो राजाको चाहिँ बाइक छ। धुलो उडाउँदै कहाँ पुग्छौँ हामी थाहा छैन। स्कुटर लिएर हिँडेको मान्छेको भर छैन। के भन्छ होइन बिन्दा दिदी तपाईँले के लिएर हिँड्नु भयो? तपाईँको हात देखाउनुहोस् त। माग्नेहरू मुदे बजार गाइस, मुदे बजार चिसो हुन्छ। मुदे बजार सुदीक्षा लड्यो गाइस, सुदीक्षा लड्यो यहाँ पुग्छ। त्यो के कसो खुट्टा छिर्यो लास्टमा बिहान just too self-obsessed. फाइनली हामी चाहिँ कहाँ आइपुग्यौँ? सरी बजार। हामी चाहिँ जाडोमा आइपुग्यौँ फाइनली। म शब्दमा बयान गर्न खाल्टोमा लिएर गएको थिएँ। खाल्टो खाल्टो 2 शब्द 2 शब्द सबैमा चाहिँ आइपुगेछ बरीकोट। म त लडेँ क्या गाईहरू भन्दा। तातो पानी खाँदै हो सक्छौँ भाइ? हजुर के बनाएको समथिङ केही भन्यो? केही भन्नु छैन भाइ, जाडो छ मात्रै भन्नु छ। पुरो संसारमा म जति राम्रो मान्छे तिमीले भेट्दैनौ। म जतिको कसैले भेट्दैन। यसले भाग्यमा लिएर आएको छ। सबैले भन्ने म नै हो। म जस्तो छ्यास्छ्यास्छै पाउँछु। तिमी त बाटोमा पुच्छर हल्लाउँदै। ल हामी चाहिँ होटलमा, यहाँ हाम्रो लक्ष्मी होटल भन्ने थियो यही होटल होइन, यहाँ बस्यौँ रातभरि हामी। अब यहाँबाट हामी कहाँ जाने? भीमसेनको मन्दिर छ, दोलखा भीमसेनको ट्याक्क अपोजिट साइडबाट माथि जाने हो। 30 मिनट्स लाग्छ आउन र जानलाई। त्यसपछि लेट्स सी दोलखा भीमसेन है गाइस, दोलखा भीमसेन हामी आइपुगेछौँ 1 दिनको यात्रापछि है। लेट्स गो। रातभरि मुख बजाउने मान्छे अनि मन्दिरमा चाहिँ घन्टी बजाउँछ यसले। हिमाल
दोलखा भीमसेनको दर्शन गर्न सकियो। अब यात्रा हाम्रो छ कालिन्चोकको कालिन्चोक मन्दिर। भोटको अपिल गरे मान्छे काली हो नि त। को म काली बाबु तिम्रो ऐना देखेको छैन त्यसो भए के त हाँसे भगवान् रक्षा गर्दैन हाम्रो। भगवान्लाई चाहिँ तिमीहरू रक्षा गर्नुपर्छ हुन्छ। हामी चाहिँ केबल कार चढ्न लागेको होइन यो केबल कारतिर प्रस्थान हो। खै केबल कार त्यही हो। हामी 4 जना चढियो केबल कार। हिमाललाई के होला भनेको हामी पनि हिमालभन्दा कहाँ कमी छौँ त राम्रोमा। म त हिमाल जस्तै गोरो छु। त पहाड जस्तै कालो आफू हेर न आफू जस्तो छ त्यही देख्छ मलाई भन्दाखेरि। केटार साथीहरूको विशेषता के हो भने हामीले केही पनि बोक्नु पर्दैन, तिनीहरूले हाम्रो सबै थोक बोकिदिन्छन्। हामीलाई पनि छर्किदेऊ न अलिअलि। सुक्रे बिचमा हामी यो कहाँ बस्छ नानी हो नि हामी त मान्छेलाई बोल गर्न सकेन हामी भ्लग बनाएर बस्छ एउटा फेरि फुड हन्ट गर्दैछौँ होइन। मोमो खायौँ दामी छ। चिया त गोरुले मुतिएको छ। यस्तो लास्ट हुनुहुँदो रहेछ भाइ। त्यहाँ मलाई डिस्काउन्ट दिनु भन्नु है। चिया पनि बुझ्दैन भन्ने ल चिया पनि मिठो नरहेछ कस्तो